हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग डे 23 अनि हजुरहरूलाई चाहिँ स्वागत छ मेरो भिडियोमा। किनकि म बिहान एनर्जीको साथ एकदम घाम लागिरहेको छ अनि हाम्रो चाहिँ इस्कुसको बोट अनि यहाँ चाहिँ हाम्रो सानो भाइ दाउरा चिर्ने एनर्जी लिएर आइरहेछ। तर चिर्न भने चाहिँ एउटा केही फुट्या कौडी नै सकेन, जस्ट धाक मात्रै लगाएँ। म यो चिर्न सक्छु, म ऊ चिर्न सक्छु, मैले सबै चिर्छु भने फुटाउन चाहिँ एउटै सकेन। अनि हामी चाहिँ सानो कन्टेन्टको लागि सुट गर्दै थियौँ। अब कन्टेन्ट चाहिँ कस्तो हुन्छ तपाईँहरूले एसएस फरएभर युट्युबमा अथवा एसएस फरएभर टिकटकमा गएर पनि हेर्नुहुन्छ। अनि म घाँस गएको थियो, यस्तो गर्मी भइरहेको थियो कि पानी तिर्खा लगाएर गएर पानी खाएँ अनि धारो लगाइदिएँ अरे। अनि चाहिँ घाँस बोकेर आइरहेको थिएँ। ठुलो मम्मीले गोलभेडा लिएर जाऊ भने अनि गाउँतिरको नर्मल तरिकाको ऊ भने चाहिँ यति कुरा चाहिँ राम्रो छ कि आफ्नो घर नभएको अरूको घर नभएको आफ्नो घर साटफुट गर्नुभएछ। अनि म चाहिँ सानो कन्टेन्टको लागि सुट गर्दै थिएँ अनि मेरो भाइसित म खिचाउँदै थिएँ, यसरी बना भनेर। भाइले चाहिँ नै म बनाउँदिनँ भने अनि मल हाल्नका लागि हामी चाहिँ खानासाना खाएर गएर हाल्न चाहिँ हाल भनेको अल्छी मानेर यस्तो अल्छी कि काम गर्न सक्दैन, म सक्दैन भने अनि चाहिँ फेरि मल हालेर आएर हामी चाहिँ रोटी चिया खाँदैछु। यस्तो मिठो कि मम्मीको हातको रोटी चिया त सायद मेरो फेभरेटै हो। अनि हामी एकछिन दिउँसो कन्टेन्ट होइन यसो डाँडा घुम्नको लागि गयौँ अनि यहाँ चाहिँ दिदीभाइ मिलेर यसो भिडियो घुमफिर गरेर बनायौँ। अनि यति नै हो। थ्याङ्क यू सो मच भिडियो हेरिदिनु। पुरा भिडियो हेर्नु मन छ भने एसएस फरएभर टिकटक आइडीमा गएर हेर्नु होला। अनि हामीले चाहिँ सानो कन्टेन्ट क्रिएट गरिरहेछौँ। कस्तो लाग्यो यो चाहिँ कमेडी भर्जनमा छ, पक्कै पनि मन परेमा चाहिँ गएर हेर्नु होला। अनि हाम्रो यो सानो कन्टेन्टलाई पनि सपोर्ट गर्नु होला। अनि युट्युबमा हेर्न मन छ भने चाहिँ यसके ब्लगमा गएर पनि हेर्न सक्नुहुन्छ। किनकि हामीले सानो आफ्नै घरको हल्का कन्टेन्ट हाल्ने कोसिस गरिरहेको छ, पनि गएर हेरिदिनु होला। थ्याङ्क यू सो मच। भिडियो मन परेमा लाइक सेयर फलो सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। आगामी दिनमा यस्तै भिडियो लिएर आउनेछु। बाई।